मलाई त बोनी गरिसक्यो अब आई डोन्ट केयर अब चाहिँ यहाँ पनि फुल आँटेर रहेछ तर यो भएको चाहिँ पो छक पऱ्यो लु मेरो फर्स्ट टाइम हो आज यो के भएछ यो यहाँ अब आज हेर्नु अनलाइन हेर्नु अब यो के भयो आज चाहिँ अमेजिङ मलाई हो अल्ला सर यो बत्ती सबैमा एउटै घिउ हो हुनु चाहिँ अनि घिउ हाल्नु भएको अनि सबैको यस्तो भएको तर यो चाहिँ के भएको त यो यहाँ त फुल जस्तो भयो आम्मा बहुत अचम्म हो गया नमस्कार ल म लाइट बालेर देखाइदिन्छु ल आज मेडिसिन बुद्ध चाहिँ ह्याप्पी भएको जस्तो लाग्यो ल यो चाहिँ यस्तो भएछ हजुर वाट इज दिस है ल कस्तो दामी फुल्यो कि ल फुलनदेवी भएछ हो ल सर यस्तो भए चाहिँ मैले फर्स्ट टाइम देखेँ यो र यो घिउ एउटै हो सँगै हालेको यो दुइटालाई सँगै भरेको अनि यो घिउ हाल्ने महान बाब चाहिँ उहाँ हो घिउ हाल्ने चाहिँ उहाँ हो है उहाँ दिदीहरू चाहिँ ल घिउ हाल्ने चाहिँ उहाँ चाहिँ पूर्वदाय हो अहिले लुई मिलाउँदै हुनुहुन्छ अनि कोही बाहिरबाट हेर्दै हुनुहुन्छ नमस्कार दादा कता होला सो घिउ चाहिँ यस्तो भएछ हो के भएको अनिष्ट लाग्यो कि सहकाल लागेको यो एउटै हो सेम हो एकैचोटि हाल्यो घिउहरू हो ल यो घिउहरू यसलाई साइन्सले के भन्छ अनि बुद्धिस्टले के भन्छ धर्मले ल यस्तो पो छ त अझ म हातमै ल्याएर देखाउने हो ल सो लु यस्तो हो भएछ लु एउटै घिउ हो एउटै ओ टेस्टले छिरी ओ मला लासो टेस्ट आज के भएछ यस्तो भयो यो तपाईँले खण्डोला तपाईँले बताइदिनुहोस् त यो क्या हो गया ये ल यो र एकैचोटि हालेको सेम यो र एकैचोटि सेम हालेको घिउ एउटै हो अनि यहाँ म पनि यहाँ आज जोखा नै हेर्नु पऱ्यो कि भन्ने जस्तो भयो अब त नमस्कार दादा अनि ल यो यसरी दङ्ग परेर नमस्कार बिरामी त निको बनाएरै छाड्ने अब नमस्कार दादा ल क्या हो गया ये सब ल यो कमेन्ट ठोकाउ है हजुरहरू के भयो हेर एउटा एकैचोटि हालेको यो घिउ होइन यो बत्ती एकैचोटि सेम यसमा चाहिँ यस्तो भएछ क्या अब घिउ त्यस्तो हो कि घिउ त्यस्तो हो भए यिनीहरू पनि त्यस्तो हुनुपर्ने घिउ त्यस्तो भयो भए यिनीहरूमा चाहिँ बसिया छ अनि यिनीहरूमा चाहिँ अनि के त अलिकति अचम्मै भएको छ What is this? के भयो यस्तो तेरेको ल अझ नजिकबाट हेर्नुहोस् ल यो सेम हो सेम बटर फेरि आकार चाहिँ फरक छ ले अच्छा भएगा अरे हाँ छिरी मलाई लस तुलसी ल एकैचोटि हाल्दैछ यिनीहरू पनि फुलनदेवी हुनु पर्ने यिनीहरू फुलनदेवी भएन यो चाहिँ फुलेन तर यो चाहिँ एकदम यस्तो भएछ कि अचम्म भएगा
लसो लसो लु गुरु पूर्णिमाको चाहिँ अगाडि दिनमा क्या हो गवा ल अनि घिउ हाल्ने आदरणीय हो यो घिउ र हाल्ने वाइ हो लु ल हाम्रो के अरे बाबुको नाम के भन्थ्यो अरे बाबुको नाम जेम्सको मम्मी जेम्स र ज्योतिको मम्मी उहाँले हाल्नुभएको हो ल त्यो एकदम के भयो खै म आफै ल हेर्नुहोस् तपाईँहरू हेरेर आफै उ गर्नु हेलो बान्जी बान्जी टसिदेले ये क्या हो गया दिदी छोइमेला मार्चिकबर हो या दुईटाको मारे एउटै हो हाल्ने एकैचोटि हालेको हो यसमा चाहिँ यस्तो भएछ है हुन त अचम्म के हो त्यो चाहिँ भन्नु सकेन हो यस्तो रहेछ ल वाह हाम्रो बहिनीले हाल्नु भएको हो लसो मलाई आइरहेछ फ्यान आइरहेछ हो लसो अचम्म भइहाल्छ मलाई ओके ल लाइभ हो राम्रो आछ आइरहेछ ल सबैजना हेर्नु लाइभ सेयर लु त्यति भनेको अब म बन्द गरिहाल्छु लाइभ ओके लसो थ्याङ्क यू सबैले देख्नु भएको छ त्यहाँ देख्नु भएको छ अब तपाईँ र म फ्रेन्ड गर्नु पर्ला हो लसो यो भिडियो बनाएन यो लाइभमै हो है यहाँ साइडमा भत्काइदिनु भएछ तपाईँले हो रिम्पोछे पनि पाल्नु भएको रहेछ लु हाम्रो त रिम्पोछे के भएछ हौ रिम्पोछे आज यहाँ म सबैजना दङदास पऱ्यो रिम्पोछेलाई एकैचोटि हालेको घिउ हो अनि यो चाहिँ यसको यो सानो टुप्पो भाँचेको चाहिँ हो यो भाँचेको चाहिँ यहाँ अड्किया छ हो लसो अनि सबैसँगै हालेको घिउ चाहिँ यिनीहरू चाहिँ यस्तो भयो यिनीहरू चाहिँ भएन के भएछ यो हो लसो लसो यसो हेर्दैन अचम्म भइरहेछ यति लसो हो हाम्रो बहिनीले हाल्नु भएको हो उहाँले हाल्नु भएको हो यो उहाँले हाल्नु भएको ओ देखाउने चाहिँ म लसो हो लसो तुझी चाहिँ अब लाइभबाट म बाहिर गएँ तपाईँहरू फेरि हेरेर कमेन्ट गर्नु होला थ्याङ्क यू लसो बाई लसो तुझी चाहिँ कम्पेयर है यो दुइटा ओ त्यसमा पनि त्यो हामीले त्यो फोटो यसो उचालेको छ नि यो चारवटा हेर्नु त यो रातो यहाँ पहेँलो यहाँ सेतो त्यहाँ अनि कालो त्यहाँ गरेर हो लसो यो एकैचोटि हालेको घिउ है हजुर ल वान मोर टाइम फेरि एकैचोटि हालेको घिउ यसको टुप्पो चाहिँ यो सानो अड्किएको छ नि यो अड्किएको चाहिँ यहाँको भाँचेको यो भाँचेको हो छेउको टुप्पो रमाइलो सङ्केत हो है हामी यहाँ रिम्पोछेले राम्रो सङ्केत हो रे रिम्पोछेले दार्जिलिङबाट चाहिँ राम्रो सङ्केत हो रे लसो रिम्पोछे होप्गेल 5 मिनटभित्र भएको हो याङ जिल्ला भयो ओ दिपाजी थ्याङ्क यू ल ओ वाइ हो हाल्ने ल हेर्नु अब तपाईँहरू हाल्ने वाइ हो कालो चाहिँ उता सुरमा हो लसो ल अब म फेरि यो तपाईँलाई देखाइरह्यो भने त म पढ्नु पाउँदिनँ हो लसो ल तपाईँहरूले त्यो भिडियो हेरेर चाहिँ अनि कमेन्ट गर्नु होला पहेँलो दिस साइड हो लसो तुझी छे ल लु अब म पढ्नुपर्ने छ लसो रिम्पोछे तुझी छे होप्गेल काटिन्छे ल अनि धुपा ल तुझी छे या लसो ल सेतो दिए हो लसो तुझी छे ल अब लाइभबाट भागेँ म
ओ लसो जय बुद्ध हरियो उता कालोमा जम्मा 5वटा चाहिँ कतिवटा रहेछ या लस ओ लसो तुझी छे थ्याङ्क यू लसो तुझी